ज्ञान मुद्राको विधि। यो बुढी औँला र चोरो औँलालाई टपक्क टाँस्ने, ओ आकार बनाउने र बाँकी 3वटा औँला सिधा पार्ने। यो दुईटै हात गर्नुपर्छ र एकदमै शरीर सिधा हुनुपर्छ, ढाडहरू सिधा हुनुपर्छ। दिनको 45 मिनट टोटल गर्नुपर्छ। 3 चोटि 15-15 मिनट 3 चोटि गरे पनि हुन्छ। यसले चाहिँ के राम्रो गर्छ त? स्मरण शक्तिको विकास हुन्छ, ज्ञानको वृद्धि हुन्छ, पढ्नमा मन लाग्छ, मस्तिष्कको स्नायु मजबुत हुन्छ, टाउको दुखेको हट्छ तथा अनिन्द्राको नाश हुन्छ, स्वभावमा परिवर्तन हुन्छ, अध्यात्म शक्तिको विकास हुन्छ र क्रोधको नाश हुन्छ। सावधानी के छ? सावधानी यसको लागि खानपान सात्विक हुनुपर्छ, पान पराग सुपारी जर्दा इत्यादिको सेवन गर्नु हुँदैन, अति उष्ण र अति शीतल पेय पदार्थको पनि सेवन गर्नु हुँदैन। धन्यवाद।